आदरणीय दर्शकहरू, म कालिका मालिका ज्ञानपुञ्जको प्रस्तुता टोपबहादुर पारदेको तर्फबाट यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आजको मुख्य विषय भनेको यो फ्याटी लिभर कसरी चाहिँ हटाउने घरमै तयारी पारेको होम रेमेडीबाट भन्ने सन्दर्भमा छ। त्यसको लागि मैले चाहिँ सबभन्दा पहिले चाहिँ यो कागती र मुला लिएको छु। मुला मैले धोइ पखाली एकदम सफा बनाएर 4 पिस गराएको छु र कागती पनि चाहिँ 4 भागको 1 भाग बनाएको छु। र यसरी मैले चाहिँ यो काटेको मुलामा यसरी चाहिँ कागती राख्छु 4 भागको 1 भाग, अनि यसो बनाएर यसलाई चाहिँ सबैमा लागेको छ। मेन तरकारी चपाउँछु यसरी। समय धेरै लगाउनु पर्छ चपाउँदाखेरि, हतारमा तुरुन्तै लिने होइन। र यसको प्रयोग खास गरेर 2 हप्तासम्म गर्नुपर्छ। बिहान बिहान खाली पेट यसरी चपाएर यो खाने र खाइसकेको 1 घन्टासम्म कुनै पनि चिज नखाने। र यसको परहेज के छ भनेपछि कुनै कुरो नखाने, धुम्रपान नगर्ने, मद्यपान नगर्ने, जङ्क फुड नखाने। किनभने खायो भने यसले काम गर्न सक्दैन, यसलाई बन्द गर्नुपर्छ। र डक्टरहरू भन्नुहुन्छ 10 जनामा 6 जना फ्याटी लिभर छ। बचाउँ, लिभर छ त सबै जिन्दगी छ, संसार छ। लिभर छैन त सबै छैन, केही पनि छैन। त्यसैले लिभरको समस्याबाट आज हामी प्रत्येक दिन व्यक्तिको निधन भएर हामी सुन्छौँ, देख्छौँ। त्यसैले यो समस्याबाट मुक्त हुनुको निमित्त हामीले चाहिँ यो मुलाको प्रयोग गरौँ। जसरी परालमा आगो लगाएपछि सारा पराल चाहिँ जलेर शुद्ध खरानी बन्छ, त्यसै गरी हाम्रो लिभरमा रहेको गन्दगी, फोहोर पदार्थहरू पनि यसले चाहिँ बाहिर निकाल्छ र लिभर क्लिन सफा बनाउँछ। यही उद्देश्यको लागि लिभर कसरी बचाउँ भन्ने उद्देश्यको लागि आजको मैले सानो भिडियो प्रस्तुत गरेको। अब बिदा चाहन्छु। धन्यवाद।